भोट माग्दै आएँ हजुर। नेपाली काङ्ग्रेसको उम्मेदवार रुखसिन्हको उम्मेदवार हजुर अब तपाईँहरूको घर आँगनीमा आएको छु हजुर अब विजय गराउनुहुन्छ भन्ने मैले चाहिँ अपेक्षा राखेको छु ए अनि तपाईँले हाम्रो गाउँघरको समस्या चाहिँ बुझ्नु भएको छ के त एकदमै अहिले बिहान हिजोदेखि आजसम्म बसेर यहाँ बुझिराखेको छु यहाँको समस्याहरू खानेपानीका समस्याहरू बाटाघाटाका समस्याहरू सबै बुझेको छु म यहाँ चाहिँ धरानबाट आले चाहिँ पिच बनाउँछु यो चाहिँ मेरो प्रतिबद्धता लु एकदम राम्रो कुरा ल्याउनु भयो धरानदेखि हाले तपाईँ पिच गराउनु भयो भने यस्तो भन्ने मान्छे पहिलोपल्ट भेटे यस्तो उम्मेदवार चाहिँ अब त धरानदेखि आलेदेखि उता तातो पानी पनि भेट्छ नि तैँले त फेरि हो। यो चाहिँ तपाईँले कसरी थाहा पाउनु भयो त यो त म सबै हिँडेको छु नि पटक पटक हिँडेको छु कसैले बनाएको छैन म विद्यार्थी राजनीति गर्दादेखि हिँडेको कसैले बनाएन छ अब म चाहिँ युवा भएर अब चाहिँ के अरे उम्मेदवार भइसकेँ काङ्ग्रेसबाट जिल्ला सभापति भइसक्यो अझै उस्तै रहेछ बाटो हजुर हजुर त्यसै हुनाले म उम्मेदवार भएर अब यो बनाउँछु भनेर मलाई लाग्यो लु एकदमै खुसी लाग्यो अब यो कुरा चाहिँ यस्तो यस्तो बोल्ने उम्मेदवार चाहिँ पहिलोपल्ट भेटियो अब तपाईँ काङ्ग्रेसमा रहेछ होइन मात्रै होइन म काम गर्ने मान्छे हजुर अब भनेपछि तपाईँ काङ्ग्रेसको होइन त काङ्ग्रेसको भोट भनेपछि रुखमा हाल्नु पर्यो रुखमा हाल्नु पर्यो ल ठिक छ तपाईँले अब यस्तो गर्नुहुन्छ भने हामी तपाईँको पछि लाग्छौँ हामी अरूलाई पनि बुझाउँछौँ एकदम खुसी लाग्यो तपाईँ यस्तो उम्मेदवारै हामी चाहेको खोजिरहेको थियौँ यो गाउँले एउटा मान्छे खोजिरहेको थियो आज फेला पर्यो ल तपाईँलाई एकदम जिताउनुहोस्, हजुर तपाईँको